नेपाल राष्ट्र बैंकको 18औं गभर्नर बन्न चौतर्फी दौडधुप सुरु भएको छ। 2 महिना यता रिक्त गभर्नर पदका आकांक्षीमा राष्ट्रिय बैंक उच्च अधिकारीदेखि नेता र व्यापारीहरूसम्म पहुँच भएका व्यक्तिहरूको कसरत जारी छ। सुरेन्द्र पाण्डेको रिपोर्ट। गभर्नर नियुक्तिका बारे सत्ता साझेदारका शीर्ष नेताले मुख खोलेका छैनन्, तर उनीहरूबीच मुख्य पदहरूमा भागबण्डा गर्ने पुरानै प्रवृत्ति हावी भएको बुझ्न कठिन छैन। यसले संकेत गर्छ गभर्नर पद आफ्नो पोल्टामा पार्ने खेल सुरु भइसकेको छ। 2 महिना यता डेपुटी गभर्नरका भरमा चलेको राष्ट्रिय बैंक अहिले अधिकारविहीनको अवस्थामा छ। गभर्नर नियुक्ति गर्न नसक्दा दलका नेताहरूको अक्षमता उदाङ्गिएको छ। शीर्ष नेता, परिवार, नातागोता र विश्वासपात्रका राडारमा पर्न लगती कारोबार समेत भइरहेको नेपाल सरकारका पूर्व सचिव केदार नेउपानेको बुझाइ छ। अर्कोतर्फ स्थायी बिचौलिया सक्रिय भइसकेका छन् भने नयाँ बिचौलियाहरूले पार्टीका प्रभावशाली पदाधिकारीहरूलाई केही जोहो गरिदिएर पहुँच बढाउन थालेका कुरा अब पर्दाभित्रको कुरा रहेन। व्यवसायीहरू गभर्नरका लागि आफ्नो मान्छे बोकेर शक्ति केन्द्र धाउँदैछन्। पार्टीका नेतादेखि कार्यकर्ताले बिचौलियाको माध्यमबाट पदमा नियुक्ति गर्दै आएकाले नेता बिचौलियाको सम्बन्ध समाजले सामान्य रूपमा लिनु दुर्भाग्यपूर्ण छ। अनौपचारिक भेटवार्तामा पूर्व राजदूतहरूले राजदूत नियुक्तिमा बार भएका हेरफेरमा समेत पैसाको खेल भएको बताउँछन्। नेपाल विद्युत प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण, स्टक एक्सचेन्ज, धितोपत्र बोर्ड, आयल निगम, अख्तियार लगायत संवैधानिक निकायका महत्त्वपूर्ण पदहरू लिलामीमा चढाएका छन्। यस्ता पदहरू भागबण्डा गर्ने र जसको भागमा पर्छ उसले बिक्री गर्ने प्रवृत्ति पछिल्लो समय आम बनिसकेको छ। ती पदहरूमा नियुक्ति दिलाउन शीर्ष नेता तथा उनीहरूको समूह नै सक्रिय हुन्छ। बिचौलियाले पनि आफ्नो पहुँच बनाइरहेको हुन्छ। जुन देशको राजनीतिक नेतृत्वले सार्वजनिक पदहरू बिक्री गर्न बिचौलियालाई आफ्नो बिचौनासम्म पहुँच दिन्छ, त्यस्तो नेतृत्वको घैँटोमा घाम लाग्छ भन्ने आश गर्न सकिन्न। तर यो अर्कै कुरा हो कि घामको उज्यालो रहेसम्म घैँटोमा घाम लागिहाल्छ कि भन्ने आशा पनि त्याग्न सकिन्न।